साथीहरू के तपाईँहरूले पनि स्नो रिभर्स लिमिटेडको आइपिओ भर्नुभयो त? यो आइपिओ चाहिँ अहिले सर्वसाधारणको लागि खुलिरहेको छ। अब यो आजको भिडियोमा चाहिँ यो स्नो रिभर्स लिमिटेडको आइपिओ आज वैशाखको 30 गतेसम्म आइपुग्दा कतिजनाले भरे, कति किता सेयर माग भयो, यो आइपिओ जम्मा कति खुलेको हो, कतिजनालाई पर्ने हुन्छ, भर्ने मिति कहिलेसम्म रहेको छ, अब बाँकी उनीहरूले कति किता भर्ने, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी दिन गइरहेको छु। भिडियोलाई नछुटाइकन अन्तिमसम्म हेर्नुहोला। र साथीहरू यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। र साथीहरू आउनुहोस् अब ढिला नगरी यो आजको टपिकतर्फ लागिहालौँ। साथीहरू अहिले चाहिँ स्नो रिभर्स लिमिटेडको आइपिओ खुलिरहेको छ। यो आइपिओ वैशाखको 29 गतेदेखि खुलेको, भर्ने अन्तिम मिति जेठको 1 गतेसम्म रहेको छ। आज 30 गते अर्थात् दोस्रो दिनसम्म आइपुग्दा यो आइपिओ 1,65,93,920 किता माग भएको छ। खुलेको जम्मा 7,78,125 किता, तर आज दोस्रो दिनसम्म आइपुग्दा नै 1,65,93,920 किता सेयर माग भइसकेको छ। यो आइपिओ चाहिँ जम्मा 10 किताको दरले 77,812 जनालाई पर्ने हुन्छ, तर आज दोस्रो दिनसम्म आइपुग्दा नै 15,06,693 जनाले यो आइपिओ भरेका छन्। अब यो आइपिओ भर्ने अन्तिम मिति चाहिँ 1 गतेसम्म बाँकी नै रहेको छ। यदि तपाईँहरू पनि भर्न बाँकी हुनुहुन्छ र भर्न चाहनुहुन्छ भने तपाईँले यसमा 10 किताको लागि आवेदन दिन सक्नुहुन्छ। 10 किता भर्नको लागि 1,000 रुपियाँ चाहिने हुन्छ। अब किन 10 किता भर्ने त? जम्मा 7,78,125 किता खुलेको, 10 किताको दरले 77,812 जनालाई पर्ने हुन्छ, तर आज दोस्रो दिनसम्म आइपुग्दा नै 15,06,693 जनाले यो आइपिओ भरिसकेका छन्। 1,65,93,920 किता सेयर माग भइसकेको छ। यसरी मागभन्दा धेरै नै आवेदन परिसकेको हुनाले अब गोलाप्रथाबाट 10 किताको दरले 77,812 जनालाई मात्रै पर्ने भएको हुनाले यदि भर्न बाँकी हुनुहुन्छ भने 10 किताको लागि आवेदन दिन सक्नुहुन्छ। 10 किता भर्नको लागि 1,000 रुपियाँ चाहिने हुन्छ। र साथीहरू यस्तो किसिमबाट चाहिँ आजको यो भिडियोमा यो स्नो रिभर्स लिमिटेडको आइपिओ आज दोस्रो दिनसम्म आइपुग्दा कतिजनाले भरे, कति किता माग भयो, कति खुलेको हो, कतिजनालाई पर्छ, भर्न कति रुपियाँ चाहिन्छ, यी सम्पूर्ण कुराहरूको बारेमा यहाँनिर जानकारी गराएँ। यदि तपाईँहरू पनि यस्तै यो आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू हेर्न चाहनुहुन्छ भने यस च्यानललाई सब्सक्राइब गर्नुहोला। यस च्यानलमा चाहिँ आइपिओ एफपिओ सेयर बजारसँग रिलेटेड नयाँ नयाँ अपडेटहरू आउने बित्तिकै भिडियो बनाएर अपलोड गर्ने गरेको छु। त्यसैले तपाईँहरू पनि त्यस्ता अपडेटहरू आउने बित्तिकै हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्सक्राइब गर्नुहोला। आजको लागि यति नै। हस्त धन्यवाद।